हेलो एभ्रिवान, आई होप यु आर डुइङ ग्रेट। आज चाहिँ मेरो सोल्डर बिहानको पानीले गर्दाखेरि जिम पनि जान मन लागेको थिएन, बट हियर वी आर। जिम गइसके पछाडि कफी चाहिँ मेरो डेली नै हो र हाम्रो जिमको कफी चाहिँ एकदमै मिठो पनि छ एन्ड इट गिभ्स द एनर्जी फर माई वर्कआउट इज वेल। जिममा रेकर्ड गर्नुभन्दा अघि चाहिँ मैले एङ्गल नहेरेर पनि होला, तर सधैँ चाहिँ यस्तै एङ्गल बिग्रिन्छ। एनिवेज, वर्कआउटको सुरुवात चाहिँ मेरो पुलअपबाट हुन्छ। पहिला वेटलेस पुलअप, त्यसपछि चाहिँ वेटेड पुलअप गर्छु। पहिला सुरुमा 5 केजीको वेटेड पुलअप गर्छु र त्यसपछि चाहिँ 10 केजीको चाहिँ ट्राई गर्न खोज्छु, विच आई फेल। पुलअपमा हार खाइसके पछाडि म चाहिँ अब आफ्नो अप्पर ब्याकको लागि चाहिँ यो टी-वायर रो गर्छु, जहाँ चाहिँ सुरुको सेट मैले 20 केजीकोले गर्छु र सेकेन्ड सेट चाहिँ मेरो 40 केजीको हुन्छ। अनि यसमा चाहिँ फेलियर खाइसके पछाडि मैले चाहिँ यो केसरोस रक्स भन्छन् कि आई थिङ्क यो चाहिँ गर्छु। यसपछि चाहिँ मैले यो मेसिन ल्याट पुल गर्छु, विच टार्गेट्स माई ल्याट्स। यसको पनि 2 सेट गरेर आई नाउ मुभ अन टु ल्याट पुल डाउन। यसमा चाहिँ वेट मोडरेट राखेर आई ट्राई टु एक्टिभेट माई ल्याट्स एन्ड आई ट्राई टु कन्ट्रोल द वेट एज वेल। त्यसपछि चाहिँ मैले यो डम्बेल रो गर्छु। डम्बेल रोमा चाहिँ आई अलवेज चुज द हेभिएस्ट वेट पोसिबल। डम्बेल रोको पनि 3 सेट कम्प्लिट गरेर आई मुभ अन टु ट्रेन माई बाइसेप। बाइसेपको लागि चाहिँ मैले धेरै एक्सर्साइजहरू गर्दिनँ। आई जस्ट डु 2 एक्सर्साइजेस फर माई बाइसेप। फर्स्ट एक्सर्साइज भनेको चाहिँ मैले यो सपोर्टेड बाइसेप कर्ल भन्छन् होला आई थिङ्क। यसको 3 सेट गरेर म चाहिँ अब आफ्नो बाइसेपको ब्रेकेराइसिसको लागि चाहिँ मैले यो ह्यामर कर्ल गर्छु। यसमा चाहिँ वेट लाइट, मोडरेट र हेभी गरेर 3 सेट गर्छु र आफ्नो वर्कआउटको यही अन्त्य गर्छु। थ्याङ्क यू, सी यू टुमरो।